यो चाहिँ बगैँचामा फलेको सूर्यमुखी फुल हामीसँग यहाँ छ, त्यहाँ छ, अर्को त्यहाँ छ। लामो लामो अग्ला अग्ला हुँदो रहेछ सूर्यमुखी फुल चाहिँ है। अनि त्यस पछाडि मकैले जुङ्गा हालिसक्यो, यहाँ मकै छ। त्यस पछाडि हामीसँग यो मस्याङ पनि छ। यो मस्याङ माथि गइरहेछ। त्यस पछाडि यता आएर यसलाई प्यासन फ्रुट भन्छ रहेछ, प्यासन फल। यो बढेर चाहिँ लहरा हान्दै लगाउँदो रहेछ, लहरा लगाएर उता गइरहेछ। अब यी गोलजोडाको भइहाल्यो, मस्याङहरू फल्छ होला सायद। त्यस पछाडि अर्को आएर यहाँनिर यो सयपत्री फुल। त्यस पछाडि यो चाहिँ स्ट्रबेरी रहेछ। अनि यिनीहरू सबै खुर्सानीहरू, बेल पेपरहरू खास यिनीहरू चाहिँ हामी चाहिँ क्याप्सिकम भन्थ्यो नेपालमा। यो चाहिँ बेल पेपरहरू, यो मकै फलतिर चाहिँ अझै पनि त्यो चाहिँ डल्ले खुर्सानीको बोटहरू हुन् है। त्यहाँ लौकाको लहरा, अनि उता गोलजोडाको अलिकति चाङ्गिएको छ। अनि यो चाहिँ खुर्सानी, यो चाहिँ यहाँ के थाई चिल्ली भने भन्दो रहेछ, अब नेपालमा पनि पाइने खुर्सानी हो यो। अनि यो चाहिँ अब चिप्ली भेन्डी राखिरहेको छ। हाम्रो बारीमा चाहिँ यो सानो सामुदायिक जग्गामा चाहिँ यसरी लगाएको छ बिरुवा। यो अर्को फुल यहाँ है, यो चाहिँ तोरी हो। त्यसलाई मैले यसको फुलको नाम बिर्सेँ मैले, के फुल थियो नाम है, बिर्सेँ। अब यही हो। अब अर्को पनि छ यहाँनिर, यो के हो, यो खुर्सानीहरू छ, रमाइलो छ, सानो बारी हो यो। ल आजलाई यति गरौँ है त।